Hello everyone, welcome back to my new video. I hope तपाईहरु पनि सन्चै हुनुहुन्छ। म पनि एकदम सन्चै छु, आरामकुशलै छु। अनि म चाहिँ गर्मी पसिना गर्मी भएर म चाहिँ बसिरहेको छु। सो त्यही कारणले गर्दाखेरि घाँस पनि लिएर आइसकेछु साथीहरु। यो घाँसको भारीले अनि घाँस लिएर आएर यहाँ बसिरहेको छु गर्मी भएर। गम्बु पनि यता फुकाली दिइरहेछु। साथीहरु हेर्दै गर्नु होला मेरो भिडियो। अनि नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। पुरानो हुनुहुन्छ भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नभुल्नु होला साथीहरु। बाइ एकछिनमा भेटौँ, हेर्दै गर्नु होला। हैन साथीहरु, म चाहिँ साउने चुरा पनि लगाइसकेको छु है। साउन त लागेको छैन, त्यही पनि साउने चुरा लगाइदिएको। यो बिचको चाहिँ मेरो बिहेको चुरा हो। अनि चाहिँ साउने चुरा। अनि मैले चाहिँ नाउन पालिस लगाएको छु। मेहन्दी चाहिँ त्यति मन पर्दैन। सो साथीहरु यस्तो गरम भएको छ नि साथीहरु, यस्तो गरम भएको छ हैन। कमेन्ट गर्नुहोस् होला। मलाई गरम भएको छ। बाटो चाहिँ यस्तो छ। फेरि मैले यहाँ लाउने त्यही भएर गरम भएको छ। बिचरा टट्टाएर अबे गई आउलिया त सिधा हो ए गर्दै हो त्यही गर्दै त नानी। नमस्ते सबैजनालाई। सुसु गरे मैले भने आज घाँस लिएर आउँदाखेरि चाहिँ अबिरल नानी उठिरहेको रहेछ साथीहरु। अनि खेल्दैछ नानी चाहिँ उठेर फ्रेस भइसके म। उसको बल चेपेर उठिरहेको रहेछ। हेलो हेलो अहिले त्यहाँ नथिप्नु। हेलो यता मलाई देखाउनु मलाई। यहाँ मलाई हामी चाहिँ उ माथि कुखुरालाई सोतुर लिन गएको साथीहरु। माथि गोठमा मैले चाहिँ साथीहरु कन्टिन्यू भ्लग गर्छु भनेर सोचिरहेको थिएँ। अनि बिर्सिरहेको छु कि अघिदेखि भ्लग स्टार्ट गर्नको लागि। अनि फेरि गर्दैछु। मेरो नानी यता छ। अनि मैले त्यहाँ घाँस पनि गोरुलाई दिइसकेँ। आऊ यता आऊ है नानी, म त गएको पो हो। सिराउ है ल आऊ सिराउ। लेन ले लिएर यसो तोर लाएन भने चाहिँ उयो भन्छ नि त।
गाएको भरे बलसेप राखरले लाँदैन, म चाहिँ यहाँ खोरमा लगाइदिन्छु। नि साथीहरू, हाम्रोतिर चाहिँ टावर नभएकोले मैले आज चाहिँ भिडियो हाल्न पाउँदिनँ होला। सो साथीहरू भोलितिर चाहिँ हाल्छु, जहिले टावर आउँछ त्यतिखेर हाल्छु म। साथीहरू सो हेर्दै गर्नु होला। मैले चाहिँ खाना बसाइरहेको छु, अब तरकारी पकाउनु पर्ने हुन्छ साथीहरू। गुन्द्रुकको झोल गुन्द्रुकको झोल पकाएँ साथीहरू। एकजना अन्डा लाएर आज चाहिँ यस्तो स्वाम भात खाएछ कि। सो हेर्दै गर्नु होला। साथीहरू हाम्रोतिर चाहिँ टावर पनि आएको छैन, त्यही भएर मैले त्यो भिडियो अपलोड गर्न पाएको छैन साथीहरू। सो आजको भिडियो के कस्तो लाग्छ सो हेरेर माया गरिदिनु होला साथीहरू। बाई बाई।